Hello everyone, that's the lake. It's me Angela अनि वेलकम टु माई मिनी ब्लग है। आज हामी जस्ट पुगेकोदेखि चाहिँ है ब्लग स्टार्ट गरेको थिएँ मैले। अन्त हाम्रो बस स्ट्यान्डदेखि चाहिँ टोटोमा जानुपर्ने रहेछ है, अलिकति टाढै रहेछ। अन्त यहाँ नानी छ, यहाँ बडी, अन्त आमा र सानो बेबी चाहिँ अगाडि बसेको छ है। अनि यहाँ आई लभ बोधगया लेखेको पनि सानो क्लिप मात्रै लिएको छु है, सानो क्लिप मात्रै राखेको छु है। टाइम पायो भने म एक्सप्लोर पनि गराइदिनेछु तपाईँहरूको लागि है। अन्त यसरी चाहिँ पुगेँ म, एकदम सेफली पुगेँ, किनभने तपाईँहरू सम्पूर्ण है मेरो भ्युवर्सहरूले एकदम सेफ ट्राभल भनेर लेखिदिनु भएको थियो है। त्यही कारण म एकदम सेफली नै पुगेँ है, तपाईँहरूको ब्लेसिङले गर्दाखेरि। अन्त हाम्रो अल फ्यामिली त भन्नु मिलेन होला, आमा अन्त मेरो दुईजना नानी, म अन्त बडी आमा चाहिँ एकदम नयाँ सालको स्टार्टिङ चाहिँ हाम्रो होली प्लेसबाट हुँदैछ है। एकदमै ह्याप्पी पनि छु होइन। त्यहाँदेखि यहाँ आमाले चाहिँ सानो सामान लानु हुँदैछ। अन्त हामी स्टे गर्ने ठाउँ चाहिँ सिक्किम टेम्पल हाउसमा स्टे गर्ने है। हामीले चाहिँ लबी बुक गरेको थियो, तर लबीमा चाहिँ मान्छे अलिकति नगएको कारणले गर्दा चाहिँ आज एक दिनको लागि चाहिँ हामीलाई अर्कै जग्गामा सिफ्ट गराइदिनु भएको छ है। त्यसको बादमा अलिकति यहाँनिर जाँदै बाटोमा यहाँनिर स्ट्याचु देखेर चाहिँ मैले सानो क्लिप लिइहालेको है। अन्त हामी जाँदैछौँ, हामी चाहिँ बिहानको मर्निङ टी खान जाँदैछौँ है। अन्त यो फ्लास पनि बोकेको म चाहिँ यहाँ यसमा चाहिँ है टी नै ल्याउँ भनेर है। अन्त यसरी चाहिँ जाँदैछु। अन्त यतिको उज्यालो भएको थियो है, रिमरिमै त्यस्तो उज्यालो पनि भएको थिएन है, दोकानहरू सबै बन्दै थियो। अन्त वेदर भन्नुपर्दा चाहिँ हाम्रो उताकै जस्तो वेदर त्यस्तै लाग्यो मलाई चाहिँ है। भन्दै हामीले सानो टी स्टल भेट्यौँ होइन। टी स्टलमा चाहिँ हामीले चिया मगाएँ। अन्त चिया चाहिँ भन्नुपर्दा चाहिँ त्यस्तो मिठो लागेन मलाई है। अन्त यसरी चाहिँ लन्चहरू पनि खाएँ हामीले है, नानीहरूले चाहिँ केकहरू खाइहाल्यो है। अन्त यसरी चाहिँ खाएर चाहिँ त्यहाँदेखि फेरि हामी मर्निङ वकको लागि माथि रोड जाँदाखेरि चाहिँ है आई लभ बोधगयामा चाहिँ आमा बडी नानी अन्त मेरो पनि क्लिप लिएको छु होइन, लिएँ। अन्त नानीले चाहिँ सानो भ्लगिङ गर्ने भनेर पनि गर्दैछ होइन। अन्त आउँदै बाटोमा चाहिँ यति दामी फ्लावर सप थियो होइन। त्यहाँनिर चाहिँ मैले एउटा फुल डल्लै हेरेँ है, मलाई चाहिँ एकदमै पुरै मन पर्यो होइन। अन्त म यो लास्टमा फर्किने दिन लानेछु है। अन्त हेर्नुहोस् न कस्तो दामी फ्लावर है। अन्त सयपत्री चाहिँ अझै पनि यहाँ रहेछ है, हाम्रोतिर चाहिँ सकिसक्यो सयपत्री है। अन्त मैले कहिले नदेखेको प्लान्ट्सहरू पनि थियो है, यस्तो दामी छ हेर्नुहोस् न। अन्त यो प्लान्ट है एकदमै दामी। त्यहाँदेखि आएर चाहिँ हामीले बिहानको खाना पनि खाएर आएर चाहिँ है, अन्त आमाको बेबीहरूको लुगा अन्त सक्सहरू पनि सबै धोएर सुकाइसकेको बादमा चाहिँ आफै पनि फ्रेसन अप भएँ है। किनभने हामी हिजो सिलगढीदेखि चढेकोले गर्दाखेरि है, बसमा चाहिँ मैले फेसहरू पनि वास गरेको थिएन, अलिक रफ कस्तो भएको थियो है। त्यही भएर चाहिँ छिटो गरेर फ्रेसन अप भएर है क्रिमहरू पनि लगाइहालेँ है। आफ्नो स्किनलाई चाहिँ आफै केयर गर्नुपर्छ होइन। अन्त त्यो पनि विन्टर परिहाल्यो है, त्यही भनेर चाहिँ मैले क्रिमहरू पनि एप्लाई गरेँ यसरी है। अन्त आज चाहिँ यहाँनिर सिक्किम हाउसमा चाहिँ हाम्रो सिएम सर पनि आउनु भएको थियो है। अन्त सिएम सरले हामीलाई पनि सोध्यो है केमा आयो कस्तो आयो भनेर, अलिकति गफ पनि गर्यो है, एकदमै खुसी लाग्यो है। अन्त आजको लागि हामीलाई मिलाइदिएको रुम चाहिँ यही हो है। आज हामी वान नाइट सुत्ने रुम चाहिँ यही हो है। यो नानी र म यहाँ त यता सुत्ने, यहाँ आमा अन्त बेबी, अन्त यहाँनिर बडी आमा, यता बोजू छ है। अन्त यही हो हाम्रो चाहिँ आज वान नाइट स्टेको लागि है। भोलि चाहिँ लबीमै सिफ्ट हुनुपर्ने छ है। अन्त बेबीले चाहिँ यहाँनिर सुक्खै कफी खाँदैछ है। नानीहरूलाई चाहिँ पुरा ट्राभल गरेको होला, के खम भएको हुँदो रहेछ है। फ्रुट्सहरू पनि पुरा खाँदै थियो, घरमा चाहिँ त्यस्तो खाँदैन है। अन्त यति नै थियो आजको मिनी ब्लग।